पर्छ आज पानी परा भएर चाहिँ बिजोग छ हाम्रो चाहिँ यहाँ यी बाबाहरू जस्तो सब उभिएर खानु परेको छ त्यो जस्तो भयो भने उता स्टेज बिजोग भइरहेको छ मान्छे दौडधुप ड्याडीहरूको पालो खाना खाने ड्याडीलाई अलिक सोध्यो भने मलाई मारिहाल्नुहुन्छ ड्याडीले होइन ड्याडी जे भन्नु नि हो सक्यो ल आइरह ए त्यहाँ सब्सक्राइब चाहिँ अब म यहाँ आइपुगिसकेँ गाइस ल ल ल यो चाहिँ हाम्रो चिकन मेरो पावर ब्याङ्कमा चाहिँ नछर्नु नि कोट्याउ न कोट्यो बा कोट्यो सुजित भाइ त के दुईटा खाइदिनु ला कसलाई हो यस्तो भाग भाग को सरकार हो आमा यहाँ फेरि ठुलो मान्छे भागिन आउनु भा यसको रियाक्सनै खतरा खनाइहाल्ने बस्ने होइन म चाहिँ यहाँ बिचमा यसो कस्तो फिल हुँदो रहेछ यहाँ बस्दाखेरि भनेर हेर्न आएको है गाई यसरी यहाँ रमाइलो गर्न आएको अब यहाँबाट यस्तो सबैको माहौल हेर्न आएको म कस्तो छ माहौल भनेर यतिको काम गर्दाहरू भएपछि मैले काम गर्नुपर्छ भने ल सबै माहौल रमाइलो देखिरहेको छ होइन राइसमा हो ल यतिको हेर्नु त यहाँ यतिको हिरो मान्छेलाई सबैजना मिठो मानेर मजाले खाउँ हजुर हजुर म यति मनमोहन भइसकेँ सबैको ल यता हेर्नु नि त सेफ है सेफ त भन्न मिल्दैन सर्भिसम्यान ल यहाँ हेर्नु यसरी खाइरहनु भएको छ सबैजना हामी बेला चाहिँ अलिकति चुपचापसँग तन्काइरहेको सबजना सब चुपचाप के ल खाने बेला जस बोल्नुहुन्न ल खानु है खानु ठुलेरी ल खानु ल ल ल मम्मीले त डेन्जर भाडा मस्काइरहेछ मम जाडो रहेछ यो मम्मी ड्याडीसँग बोल्नु ए भर्खर भयो भाँडा माझेपछि खान पाइन्छ है यस्तो छ ल हेर्नु खाऊ ल मम्मीको अहिले स्यावेज आउँछ के हो रे सुषमा हेलो भनिदेऊ खाऊ ल आमा के भयो यस्तै हो ल गाउँघरतिर चाहिँ तपाईँहरू कति बेला खाने भने सर कति बेला खाने खाइसु त नि ए खाइस्यो दारी यस्तो गरौँ न यस्तो अलि उता नि हो ओ ल हिरो बुइमा कहाँ बस्ने रे घरको धुरीमा बस्दैन मम्मी बहिनीको भ्लगलाई चाहिँ एकदम सब्सक्राइब लाइक कमेन्ट है राम्रो कमेन्ट दिने नराम्रो कमेन्टलाई गर्नेलाई चाहिँ सिकारी बाजेको बन्दुकले ढिच्क्याउ अनि त्यसपछि के अरे यस्तो रमाइलो कार्यक्रम हेर्नलाई कहाँ आउनुपर्छ अस्त्री गुरुङ गाउँको होमस्टेतिर सान्दाई आउनु भएको छ होइन हुडीसुडी हानेर होइन ल एप्स हान्यो नि त केटा एप्स हान्यो माहौल यस्तो चाहिँ फुल एकदम फुल लभर हो अनि यहाँ फुल छ अनि यस्तरी छ क्या यो ठाउँमा छ मिठो मानेर खानु है यो यहीँ टाँसेको नै यस्तो हो मानेर खाइदिनु है रमाइलो लागिरहेछ हजुरहरूलाई युट्युबमा हेर्नु ल यो आवाज आउँछ हजुर युट्युब च्यानलको नाम भन त रिस्मा गुरुङ हजुर फुर्सद हो नि हेरौँला है त हस् आफ्नो मात्रै क्लिप भयो नि फुर्सद निकाल्नु
अरू नहेर हामीले सब्स्क्राइब ल ल हस् 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 यसभरि तिमी धेरै धेरै धन्यवाद गर्दिउँला नि हस् के हो यो अब हामी हिँड्दै गर्छौँ हजुर हजुर यो पुलौ त हालेन चाहिँ यार के ए हाल्नु हाल्नु गफै गफै भिलेछ नि यतिको गफ चाहिँ दिनुपर्ने रहेछ प्लेटमा धेरै देखिन्छ भनेर उसले नहालेको होला अहिले होइन होइन म भिडियो बन्द गरिदिउँला म भिडियो बन्द गरिदिउँला नि त बिचारा खानै खाएको रहेछ दल्दिनु भयो क्या यो कोटा खोर्सानी खाइदिन्छु ल सबभन्दा ठुलो हस् खोर्सानी कस्तो हेर्छु गुरुगाउँमा आएको मात्र होला यति जस्तो आएको मात्र छ भोलि पर्सि चाहिँ ल्याउनु पर्छ अब हजुर ए झिक्नेको झिक्दिनु त दिदी हजुर हजुर खाइदिउँ ऊ यताबाट हो दुईजना आफ्नै धनमा नाचेको फेरि अरूको दुनियाँ अर्कै छ यहाँ दुईजनाको दुनियाँ अर्कै छ अफि बाहिरै राखौँ है राखिदिनु मैले त्यही भने जता छ निर्माया उतै जानु पर्यो दिदी हेर्नु ल म यहीँ हुन्छु हराइदिएछ होइन छ निर्माया उतै नजर डाँडैमा हावा सरर जता छ निर्माया उतै नजर आई विल कन्टिन्यू अब चाहिँ बल्ल प्रोग्राम सुरु हुन्छ मेन प्रोग्राम चाहिँ सुरु नै भएको छैन कि किनभने हामीलाई गेस्टहरू जुन टाइममा आउँछ भनेर जुन म्यानेज गरेको थियो त्यो हुँदै भएको छैन क्या अब भनेको टाइममा त एकदम बेसी ढिला भइरहेछ अनि सबैजना पानी परेको भएर पनि अलिकति यताउता भइरहेछ तर पनि त्यस्तो हुँदा पनि सबै कुराहरू म्यानेज गरेर सबैजना अगाडि बढिरहेछ सो स्टे विथ मी गाइज अब के हुन्छ म सब देखाउँछु बिस्तारै बिस्तारै अब चाहिँ गेस्ट लाग्नु भएको भएर सबजना स्वागतको लागि तल जाँदैछौँ बाजा बजाएर ल सबजना रेडी पोजिसनमा है गाइज ल यहाँ अब तपाईँ नाच्नलाई रेडी होइन ल गुड सबैजना गुड अब सबजना पाहुना लिन जानु लाग्यो है त ल ल पञ्चबाजा बज्दैछ म पञ्चबाजा कहाँ बजाउँदैछ देखाउँछु ल ल ल ल नाचौँ नाचौँ बाजा बज्दैछ बज्दैछ बल्ल बोल्यो ल खोइ बाजा देखाउनु ल कुन चाहिँ फुली चाहियो रे ल विशेषता ए बुलाकी है बुलाकी ल के हो नि त ल अब लाग्यो ल लाग्यो ल पानी पर्ला जस्तो भइरहेछ त्यही पनि अब जाँदैछौँ ल ल के भन्नुभयो तपाईँ के गाउँले हो भन्नुभयो सबैजना पञ्चे बाजा सहित स्टुडेन्टहरु नाचौँ नाचौँ ल बिस्तारै बिस्तारै हैन त ल नाच्नु आन्टी नाच्नु ननाच्ने के हो त ल सबैजना यसरी बाटो लागिसक्यो बिस्तारै बिस्तारै जम्प 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 जम्प
अझै पछाडिसम्म छ है सबैजना। पछाडिबाट चाहिँ यस्तो छ माहौल अहिलेलाई। स्कुलको ट्रेनहरू पनि छ है। यो चाहिँ आजको हाम्रो मेन बोर्ड हो। यो चाहिँ आजको हाम्रो मेन बोर्ड हो र यहाँबाट चाहिँ अब स्वागत हुँदैछ। सबैजना मिलेर नाचिरहनु भएको छ। कुदै पानी परे के हो यस्तो। पानी परेर सबैजनाको भागदौड सुरु भयो। आन्टी अब बाजे बसन छोडेर भागेपछि हुन्छ। पानीले आज साथ दिएन सबजना यसरी भागम भाग भइसके। झन् ठुलो पानी पऱ्यो गाइस, झन् ठुलो पानी पर्नु थाल्यो। अब यहाँ पेडी भरिन। पानीले के हो सर? ए ल अचेल बाँकी छ रे गाइस। ल ए अहिलेको माहौल यस्तो छ। हाम्रो आवाज चाहिँ बिस्तारै आइरहनु भएको छ। भिज्नलाई रमाइलो लागिरहेको छ। ल पानी फेरि पर्न थाल्यो है गाइस। आज पानीले यस्तो छ है हालत। यी पानीले सबैजना पुरै ओत्लाएर बस्न थाल्नु भएको। पानी झन् किने नाम लिँदैन। पानी झन् यहाँ बढै छ। ओहो भने इन्द्र भगवान हामी यहाँ यसरी बसिरहेको छौँ है। जाडो भयो अब चाहिँ। ल पानी त झन् रोकिँदैन। सबैजना अब गफको आफमा लाग्न थाल्नु भएको। अनि यहाँ हाम्रो स्वागत गर्ने ठाउँ त्यहाँ हो, तर पानीले गर्दा यहाँ आइपुगेको छ। पानी परेर अहिलेको हालत यस्तो भइरहेछ। बड्याङ गुडुङ नै भइरहेछ। अनि यहाँ सबैजना यसरी अब घरमा ओत लाएर बसिरहनु भएको छ। किनभने पानी परेको भएर मेरो ड्याडी चाहिँ के अरे गेस्ट आइसक्नुभयो सबैजना, त्यही भएर स्वागतको लागि बसिरहनु भएको छ। अनि यहाँ चाहिँ पुरै ऐसेलो फलिरहेको छ है। अहिले चाहिँ
मैले बिहान भनेको थिएँ नि यहाँ फलहरू फल्छ भनेर ऐसेलु फलिरहेछ। अनि यहाँ चाहिँ अब सबैजना स्वागतको लागि रेडी भएर बसिरहनु भएको छ। अब गेस्ट लगभग आइसक्नु नै भयो भने अगाडि अब यहाँ चाहिँ अब यसरी यो भयो घडा यता र यता। अनि यहाँ छ गेट र यहाँ सबैजना रेडी भएर बसिरहनु भएको छ। ल यहाँ पुरै तयारी हुँदैछ हिलोमा हिलोमा चाहिँ पुरै बच्चाहरू छ है। सबैजना रेडी भइसक्यो स्वागतको लागि। अब चाहिँ कोही यता उता सबैजना छरिपष्ट हुनुहुन्छ। ल अब चाहिँ गेस्ट आएपछि देखाउँछु एकैचोटि म हजुरहरूलाई। त्यतिन्जेलसम्म खैरे गएर बस्नु होला। हाँच अझै पनि आउँदै हुनुहुन्छ उता उताबाट। Let's wait for guest. Guest चाहिँ आउनुभयो भन्ने सुने त्यही हो। अबको 10 मिनटमा ढुक्क पाउँछ होइन। ल बाजा 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 बाजा। अब चाहिँ गेस्ट आइपुग्नु भयो। अब राजकुमारजी आयो आयो खै हल्लै छैन। धमाकादार इन्टरभ्यू हो त। यो गाडी छिटो आयो कि है। आयो आयो हाम्रो गेस्ट फाइनली। ल है ल है फाइनली आइपुग्नु भयो गेस्ट। अहिलेको माहौल यस्तो छ गाइस। कस्तो डरलाग्दो फिल भएको मलाई किन हो। ला म त धेरै अगाडि बसेको छु त्यहाँ।
Tobacco used to put there. Yes. चुलासी मासु काट्ने Vegetables. भेजिटेबल मासु सब यो काट काट्ने दाउरा काट्न पनि युज हुन्छ क्यान युज फर यो पानस बुढा हात काट्छ नि यो सबै तरबार हो लडाइँ गर्न युद्धमा काम गर्ने त्यही फर्मुला दिनु ल Oh yes, yes. यो पहिलाको शिकार गुरुङ कल्चर I got your own wet. Good. Thank you. This is a blessed rain. I think the center name for the center flag of people. If you and agriculture ministry should be happy because there is going to be abundance of growth. After planting, I think that means गाइज अब चाहिँ पानी डेन्जरै पर्या भएर अछु जाडो भयो खोइ के भयो भयो प्रोग्रामै यता न यता उता यता उता भयो त्यही हो गेस्ट नै आउनुभयो गेस्ट आएर पानी पनि पर्यो गेस्टले छाता ओढेर पानी पनि रह्यो यत्तिकै भयो यस्तो डेन्जर पानी पर्यो यहाँ ढाड पुरै भिजाइदिए पानीले जाडो भयो म त्यही भएर केही गर्न सक्ने कन्डिसनमा छुइनँ यो सबै पाहुनाहरूको आया गेस्टहरूको गाडी अब चाहिँ अब जति भ्याउँछ त्यही झ्यापझुप गर्छु पानीले कतिको हान्यो भन्नु नि त अब पानीले राम्रै हान्यो नि यार राम्रै मिठो है मलाई त झन् ढाडमा यस्तो मजासँग हान्यो नि पुरा नगरम देख्दा नभिजा जस्तो छु तर म एकदम नित्रुकै भएको छु म पनि नित्रुकै भएको छु पछाडि यहाँ छान्नु त चिसो आफैलाई छुन मन लाग्छ छैन आज ओहो हाम्रो मेन प्रोग्राम राम्रोसँग देखाउन पाएन क्या यो पानीले गर्दा है के भयो ल हेर्नु त गाडी आमामा अब कुन गाडीमा चढ्ने भन्नु त गाइजहरू जुन गाडी भने चाहिँ यसरी बसिसक्नु भयो होला हजुर हाम्रो भुटानका माननीय मन्त्रीज्यूलाई हार्दिक अनुरोध गर्न चाहे त्यसै गरी आजको यस कार्यक्रमको प्रमुख अतिथिज्यू विशेष अतिथिज्यू अन्य अतिथिज्यूहरू पत्रकार र प्रेक्षक अतिथिज्यूहरू र उपस्थिति हुनुभएका सम्पूर्ण मातृज्यूहरूमा मेरो छागाल हो। यस नगरकोट खस्रे गाउँमा अन्तर्राष्ट्रिय मनोभावहरूमा यस गुरुङ समुदायले स्वागत गर्न पाउँदा अत्यन्तै खुसी छौँ। अनि हाम्रो होमस्टे भन्ने चाहिँ भर्खर सुरु गर्न लागिरहेछौँ र हामी होमस्टे सुरु गर्न चाहिँ हाम्रो एफएओ संस्थाबाट पहिलो सुरुमा तालिम भयो र त्यसपछि बेड्ना राख्ने सम्बन्धमा बेड्ना राख्न सिकाउनु भयो हाम्रो म्यामले र त्यस पछाडि हामीले बेड्ना सार्यौँ टडेलामा। त्यस पछाडि पशु व्यवस्थापन तालिम 2 दिने गरेर हामी पशुलाई कसरी पाल्न पर्छ भनेर पशुको व्यवस्थापन कसरी गर्ने भन्ने एउटा नमुना घर बनायो। यसै गरी भर्खरै सुरु गर्न लागिरहेछ। अब सम्पूर्णले साथ दिनु होला भन्दै म हाम्रो सांस्कृतिक र हाम्रो खानपान र रहनसहन प्राकृतिक वातावरणमा यहाँहरूलाई हाम्रो यस गुरुङ गाउँमा स्वागत गर्न पाउँदा मेरो सम्पूर्ण खस्रेवासीको तर्फबाट मनैदेखि स्वागत गर्न चाहन्छु। म यति भन्दै बिदा हुन चाहन्छु।
धन्यवाद रीना दिदी। अब सांस्कृतिक कार्यक्रमलाई जोड्दै गर्दा मैले हाम्रो पोर बेटर कार्यक्रम आयोजना भइरहेको द्वारपालेश्वर र साथै यसमा गुरुङ गाउँका संस्थापक अध्यक्ष श्री विकास गुरुङज्यू पनि सहभागी हुनुहुन अनुरोध गर्दछु। हाम्रो ड्याडी फेरि पानी परेर यहाँको माहौल एकदमै धेरै यस्तो भइरहेछ माहौल पानीले एकदमै पानी एकदम झन् धेरै ठुलो पर्न थाल्यो। त्यही भएर प्रोग्राम अहिले कस्तो कस्तो भयो। मेरो सब्सक्राइबरहरू बढ्दैछ है बिस्तारै बिस्तारै। जाडोले पानी पस्यो यार। Limpo Yonten Funsho and his also beautiful wife, and also the government officials from Bhutan for visiting this village. And I also wanted to thank the FAO colleagues from Nepal and Bhutan for organizing this visit. I wanted to congratulate the Mandaluyong municipality and the Gurun village for establishing FAO's first for better model village in Nepal and also in the world. You are making history. Looks like the God is not happy because the moment I stand up, it starts raining again. But in our culture, we consider if it rains, it is a good sign. Yeah. Wow. And about half an hour ago, when I visited your museum, I could find that most of our भाषा पनि मिल्दै रहेछ। त्यसमा तपाईहरुले कोदाला भन्दे रहेछ, हामीले चाहिँ कोदा भन्छ। तपाईहरुले अब तम्बाकु भन्दे रहेछ, हामीले तम्खु भन्छ। त्यसो अब भाषा पनि मिल्दै रहेछ, कल्चर पनि मिल्दै रहेछ, हाम्रो अनुहार पनि मिल्दै रहेछ। अन्त त्यसले गर्दा म त अब गाउँमा पुगेको जस्तो लाग्यो भनेर भन्न चाहन्छु। अन्त साथमा अब तपाईहरुको गाउँ चाहिँ देश यहाँ नेपालमा मात्रै होइन रहेछ, अब सबै अब विश्वमा अब फर्स्ट भिलेज फर बेटर्सको लागि। अन्त त्यसको लागि मेरो तर्फबाट, मेरो अब भुटानको जनताको तर्फबाट सबैजनाले अब शुभकामना दिन चाहन्छु सबैजनाले। साथमा यहाँ आई एक्चुअली लाइक टु कन्टिन्यू स्पिकिङ, तर अहिले समय छैन रहेछ। अब सबै आजै अब बोले पनि अब भोलि पर्सि आउनु लागि मौका नपाउने रहेछ। त्यसको लागि भोलि पर्सिको लागि राख्न चाहन्छु म। धेरै धेरै धन्यवाद फेरि। बेलामा पानी पर्यो भने बहुत साइड पर्छ, यो शुभ लक्षण हो भनेर भन्ने गर्छौँ हामी। त्यसैले आज हाम्रा एफएओका भाषा पनि मिल्दो रहेछ भन्न उहाँले बहुत खुसी हुनुभयो। म झन् धेरै खुसी भएँ। उहाँ नेपाली पनि संवाद गर्नुहुन्छ, नेपालीमा उहाँको म्याडमले पनि दुवैजनाले बजारसँग गफ गर्न पाइँदो रहेछ। म धेरै धेरै झन् खुसी भएको छु। यहाँलाई हार्दिक हार्दिक धन्यवाद दिन चाहन्छु। मैले यो नेपाली साथी भेटे जस्तो अनुभूति भयो मलाई। उहाँका दुवैजना म्याडम पनि, उहाँको चाहिँ मन्त्रीज्यू पनि मजासँग नेपाली। फेडरेसन अफ होमस्टेका संस्थापक यो चाहिँ के हो अङ्कल? नगरपालिकाको टोकन अफ लभ। ए ल, नगरपालिकाको टोकन अफ लभ। ल हेर्नु है गाइजहरू, टोकन अफ लभ पुरै बुद्धको मूर्तिहरू रहेछ। यो बाढी
गरौँ भनौँ न। बाई 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 अस्तिको मजा है हजुर पनि राम्रोसँग जानु। बाई बाई। सरको फोन चाहिँ खतरा हो कि ल। ए सर हल्का साइड लुक्स दिनु त। दिनुभयो हो खतरा छ सरको फोन त। स्यामसङ के अरे कतिलाई Thank you. सबै एकै स्वरमा 1 2 3 गो। अब चाहिँ लगइन गरिदिउँ होला है। जाडो भएर काम नथाले ल। बाई 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 गाइज। अब नेक्स्ट भ्लगमा भेट्छु म। जाडो भयो अति नै। ल बाई बाई गरिदिनु सबैजना। ल बाई सर बाई बाई। ल बाई बाई। ल गाइज मैले हजुरहरूलाई भनेको थिएँ नि यहाँबाट एकदम राम्रो भ्यू देख्छ भनेर। अब चाहिँ म त्यो भ्यू देखाउँछु कस्तो चाहिँ भ्यू देख्छ। मर्निङ भ्यू है। अझ योभन्दा पनि राम्रो देख्छ। आज त अझ हिमाल पनि देखाएको छ होइन। पिसवाला भाइब छ क्या अब यो साउन्डहरू है। ल हेर्नु त यहाँ। ल यहाँ चाहिँ हामी छौँ। मेरो कपाल चाहिँ पुरै उस भइरहेछ। थ्याङ्क यू। बिर्सनले ब्रेसलेट खोजेर ल्याइदियो अरे। अझै यो पछाडि पनि देख्थ्यो। त्यो पछाडि चाहिँ देखेर हिँड्दैछ है गाइज। ल अब हेर्नु है। हिजोको सेम प्लेस हो क्या। मैले हजुरलाई अझै आइरहेको छु त्यो हुन्छु त्यो यता। मैले हिजो देखाएको नि यहीँ सेम प्लेस हो होइन। अनि हिजो र आजको हेर्नु ल डिफ्रेन्ट हो है गाइज भ्यू चाहिँ। अनि अब यहाँबाट अझै हिमाल देखा भए राम्रो देख्थ्यो होइन। के भन्नु छ? भन्नु छैन हजुर। ल यही हो। ल के गाइज यहाँ बसेर चाहिँ यसरी यो भिडियोहरू यो भ्यूहरू नि हेर्न सक्नुहुन्छ है। अनि यो भ्यू सहित चिया मिल्क टी अझ हेर्नु त भ्यू रमाइलो छैन भ्यू। यति हो। यो चाहिँ अब चाहिँ इन नै होला। बाई बाई। अनि के भन्ने त्यही हो। द एन्ड अफ द डे मर्निङ भयो जस्तै हिजोको क्लिपमा एड गर्नलाई हल्का सानो भिडियो बनाएको। ल बाई बाई गाइज। अनि सबैजनाले मेरो च्यानललाई लाइक सेयर सब्सक्राइब गरिदिनु होला र माया धेरै धेरै माया देखाइदिनु होला होइन।